हामी हेलिप्याडमा आएको छौँ हो। यहाँबाट यो कञ्चनजङ्घा माउन्टेन देखिरहेछ, बादलले छेकेको छ, नत्र दामी देखिन्थ्यो। This is Phungla अनि फुङलाको हावाले हामीलाई उडाउनु लाग्यो। It's too cold here. हेलो, अहिले फाइनली हामीले अमिसाको काकीको घरमा टिका लगाएर फर्किँदै गरेको। अनि अब हामी फेरि अमिसाको घर जाने। यसपालिको दसैँ पुरा सिक्किममा मनायौँ हामीले हो। एन्ड इट्स अल because of Amisa, my friend, होइन। And we are here at Phungla अनि अमिसाको सबै रिलेटिभ्स जानेको घरहरूमा हामी पनि जाँदै टिकाहरू लाउँदै होइन के भन्नु, अब ब्लेसिङहरू दिँदै हिँडिरहेको छौँ। फाइनली अब अमिसाको घर यो डाँडाबाट देख्छ हो। अमिसाको घर चाहिँ ठ्याक्क कहाँ छ भने नि, खोइ कहाँ गयो त्यहाँ उता देख्दैछ अमिसाको घर। यहाँ यो भिडियोमा देखाउँ भनेको अब चाहिँ चिसो भयो, कस्तो अर्को ठाउँको जग्गाबाट राम्रो देखिरहेको थियो कि कल्पना मिस के भेट्नु भयो हजुरले? ऐसेलुको डाक्रा मुन्टा हो, फ्यालिहाल्नु भयो साथी चाहिँ अघि यो राम्रो फोनमा अलिक धेरै नै जुम हुनसक्छ, अलिक मजाले देखाइसियो। यो त एकदम तयार भयो खानको लागि। के खाँदा चाहिँ के हुन्छ? राति दुधै गर्नु हुन्छ। अमिसा मिसा चाहिने रहेछ। कस्तो हुन्छ यो? मिठो हुन्छ? अब चाहिँ हामी अमिसाको घर जाँदैछ। वो छोटा वाला क्या है? ये कोका है। जरा दिखाइए इधर, जरा हम जूम करके देखना चाहते हैं। ये रुकिए रुकिए रुकिए, ये कोका भी चिकन का है ना? आप चिकन खाते हो? नहीं खाते हम, कोका खाते हैं। अच्छा ठीक है, ओके। सानू आओ घर जाऊँ। छिटो हिँड्न न पप्पी। यो इस्कुस चाहिँ हाम्रो अमिसाको घरमा फलेको इस्कुस हो। कल्बु इस्कुसको के खाने रे? उसिनेर बुई मोमो खाने। यहाँ इस्कुस यति राम्रो फलेको छ हेर्नुहोस्। अमिसाको पापाले रोप्नु भएको सबै यो इस्कुसहरू यस्तो राम्रो राम्रो फलेको छ हो। हेर्दैखेरि कस्तो रहर लाग्दो नि। अब इट्स भेरी ब्युटिफुल। परसम्म पनि इस्कुसै इस्कुस छ। हामी यताबाट आउँछ, यहाँबाट माथि आमो फाइनली आमुको घर आइपुग्यौँ हामी। आइएम सो टायर्ड। यति तलबाट हामी झरेको हो।